स्वागत छ। नमस्ते, धन्यवाद। सर हामी आज दिनभर अरू ठाउँ पनि घुम्यौँ, त्यसपछि अहिले इभिनिङ वाकमा चाहिँ साँझ भख तपाईँको अन्तर्गत हामी यो चिल्ड्रेन पार्कमा छौँ गोर्खाको। यो ठाउँको बारेमा केही बताइदिनु पऱ्यो हजुरले, अब भिडियो हेरेर बस्नुभएको साथीहरूलाई। धन्यवाद हजुरलाई। हामी चाहिँ गोर्खा जिल्लाको गोर्खा नगरपालिका वडा नम्बर 7 धारापानी स्थित चिल्ड्रेन पार्कमा छौँ अहिले हामी। यो चाहिँ ऐतिहासिक पृष्ठभूमि श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाह जन्मेको जिल्ला र उहाँले एकीकरण सुरु गर्नुभएको जिल्ला, सिङ्गो देशलाई एक सूत्रमा बाँध्नको लागि उहाँको ठुलो योगदान छ। त्यही योगदानलाई स्मरण गराउनको लागि यस गोर्खा नगरपालिकाले यो अलिकति जीर्ण अवस्थामा रहेको, राम्रो तरिकाले यसको स्याहार सुसार सम्भार नभएको अवस्था थियो। पछिल्लो अवस्थामा पर्यटक आन्तरिक पर्यटनलाई टेवा दिने उद्देश्य तथा बाह्य पर्यटनलाई टेवा दिने उद्देश्य साथै विभिन्न ठाउँबाट छरिएर रहनुभएका मान्छेलाई एउटा रिफ्रेसमेन्ट हुनको लागि, एउटा आनन्द लिनको लागि चाहिँ एउटा नगरपालिकाको एउटा सहयोगले एउटा निर्वाधीन अवस्थामा यो चिल्ड्रेन पार्क बनेको छ। यहाँ चाहिँ धेरै ठाउँहरूको मान्छेहरू, देश विदेशका मान्छेहरू, टुरिस्टहरू, पर्यटकहरू, विभिन्न देशहरूको मान्छे पनि आएर यहाँ भ्रमण गरेको देखिन्छ। हामीले विभिन्न समयमा हामी आउँदाखेरि भ्रमणहरू गरेको देखिन्छ। उहाँले आफ्नो मनोरञ्जनहरू लिएर आफ्नो एउटा रिफ्रेसमेन्ट गर्नुभएको छ, खुसी व्यक्त गरेर जानुभएको छ। यही नै छ यसको अहिलेलाई। पक्कै पनि तपाईँ पराय पछिल्लो समय यतै दरबार के अरे हाम्रै गोर्खाको सदरमुकाममै बसोबास गरिराख्नु भएको छ, नजिकबाट निहाल्नु पनि भएको छ यो ठाउँको बारेमा। यो ठाउँमा त नभएर तपाईँले भने जस्तै गोर्खा एउटा ऐतिहासिक जिल्ला, त्यसैमा पनि पर्यटकीय सम्भावना भएको धार्मिक स्थलले पनि भरिपूर्ण क्षेत्र हो। त्यसपछि यताबाट जुन अरू दृश्यहरू के अवलोकन गर्न सकिन्छ, यता वरिपरि जुन अहिले बौद्धिक क्षेत्रमा बन्दै गरेको छ, अनि यसमा पनि थप के गर्न आवश्यक छ, राज्य पक्षले अथवा स्थानीय सरकारले, मातृ निकायहरूले यो ठाउँको प्रचार प्रसारको लागि तपाईँ हाम्रो भूमिका के रहने, यी विषयमा के छ तपाईँको धारणा? धन्यवाद। तपाईँले भन्नुभएको जस्तै गरी यसमा धेरै कुराहरू बन्न बाँकी छ। अब यसले आन्तरिक पर्यटनलाई एउटा टेवा दिने र यसले यहाँको वरपरको आफ्नो उत्पादन भएका वस्तुहरूको एउटा प्रवर्धन गर्नको लागि, आफ्नो ठाउँको चिनारी गर्नको लागि यसले ठुलो महत्त्वपूर्ण भूमिका खेलेको छ। र पछिल्लो अवस्थामा यो बन्दै चरणमा छ र हामीलाई पूर्ण आशा छ यो अझै राम्रो व्यवस्थित तरिकाले बन्ने क्रमै छ। अहिलेलाई नै अब यतिले त पूर्ण छैन, यसलाई पूर्ण रूपमा बनाउनलाई अब हामीले विभिन्न सञ्चारहरू, विभिन्न स्रोत व्यक्ति, नगरपालिकाहरूले चाहिँ यसलाई लागि परेर यहाँका वडा अध्यक्षज्यूदेखि मेयर, उपमेयरहरूदेखि लिएर सबैले लागि पर्नु भएको छ बनाउनको लागि। र यसले यहाँको आन्तरिक पर्यटनलाई टेवा दिने, आर्थिक अर्थतन्त्रलाई पनि टेवा दिने, यहाँका होटल व्यवसायहरूलाई समग्र रूपमा सबैलाई चाहिँ यसले राम्रो गर्ने एउटा अपेक्षा लिएको छ। यहाँ बिदाको दिनमा चाहिँ अत्यधिक मान्छेहरू आउने, केटाकेटीहरूलाई एउटा मनोरञ्जनहरू लिने गर्न सकिन्छ। र यहाँ यो चिल्ड्रेन पार्कबाट चाहिँ चारैतिरको दृश्यहरू अवलोकन गर्न सकिन्छ। अहिले चाहिँ हामी यो ठ्याक्कै सन्ध्याकालीन अवस्थामा र अलिकति हुस्सु कुहिरो लागेको कारणले गर्दाखेरि अलिकति प्रष्ट रूपमा देख्न सकिएको छैन। र यसलाई अलि दिउँसो समयमा, घाम लागेको समयमा आउँदाखेरि चाहिँ यहाँ विभिन्न हिमालहरू, गणेश हिमालदेखि लिएर एउटा विभिन्न हिमाल, अन्नपूर्ण हिमालहरूको चाहिँ अवलोकन गर्न सकिन्छ। यहाँ चाहिँ एकदम नजिकैबाट बिना बाइनोकुलरको बिना पनि यहाँ सजिलै नजिकै एउटा हिमालहरूको दृश्य अवलोकन गर्न सकिन्छ, जो कारणले गर्दाखेरि मानिस आफू हिमालकै काखमा पुगेको छ अनुभव पनि भएको छ। विभिन्न समयमा म यहाँ आएर यसो यहाँको रहनसहन बुझ्दाखेरि, यस चालचलन बुझ्दाखेरि धेरै मान्छेहरू खुसी व्यक्त गर्नुभएको छ। र यहाँ यो गोर्खा लेखेको यो निर्माण दिवसमा पनि यहाँ टिकटक, फेसबुकहरूमा चाहिँ मानिसहरूले चाहिँ आफ्नो फोटोहरू कैद गरेको एउटा स्मरणको लागि र धेरै नै भ्युजहरू, मिलियन भ्युज गएकोहरू पनि यहाँ आएको छ। त्यही नै छ यसको वस्तुस्थितिको अहिलेको अन्तिम अवस्थामा। अन्तिममा यो हाम्रो भिडियो जसले हेर्नु भएको छ उहाँहरूलाई यो ठाउँमा आउनुहोस् भनेर के भन्न चाहनुहुन्छ? ल, यहाँ यो भिडियो हेर्नेहरू सम्पूर्णहरूलाई चाहिँ यो गोर्खाको यो चिल्ड्रेन पार्कमा आएर तपाईँहरूले पनि फोटो कैदहरू गर्नुहोला र आफ्नो रिफ्रेसमेन्टहरू लिनुहोला, मजा लिनुहोला, आफ्नो घरका केटाकेटी बालबच्चाहरूलाई पनि मनोरञ्जनमा गर्नुहोला र आन्तरिक पर्यटनहरू टेवा दिनुहोला, आफ्नो ठाउँहरू नछुटाउनु होला। र तपाईँहरू जहाँ भए पनि गोर्खा जिल्लामा आउँदाखेरि एकचोटि यो पार्कमा आएर चाहिँ आफ्नो फोटोहरू कैद गर्ने, एउटा मनोरञ्जन लिने, एउटा आफ्नो
के अरे सम्झनाको लागि पनि हुन्छ र सबैजनालाई आइदिनको लागि चाहिँ म हार्दिक अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद।